मेरो नाम सम्झना वाइबा। अनि तपाईँ चाहिँ यो साक्षरता कक्षामा चाहिँ पढाउन थाल्नुभएको कति समय भयो होला? यो साक्षरता कक्षा सञ्चालन पढाउन थालेको अब वैशाखमा 1 वर्ष हुन्छ। यो चाहिँ अनुग्रह सामुदायिक विकास नेपालले चाहिँ सञ्चालित गर्दै आएको। अनि यसमा चाहिँ तपाईँको अनुभव चाहिँ कस्तो भएको छ? यस अनुग्रह सामुदायिक विकास नेपाल संस्थाले चाहिँ हाम्रो के अरे हाम्रो गाउँघरमा दिएको यो के अरे साक्षरता कक्षा धेरै राम्रो लागिरहेको छ मलाई चाहिँ। किनकि भन्दा पहिला भन्दा त अहिले धेरै नै परिवर्तनहरू आइरहेको छन्, त्यसमा धेरै खुसी लागिरहेको छन्। उहाँहरूले अब धेरै नै परिवर्तनहरू हुन थालेको छन्, हामी सबैले खुसी हुन थालेको छन् यस साक्षरता कक्षा सञ्चालन भएपछि। अनि यसमा चाहिँ कस्तो कस्तो समस्याहरू आए अनि त्यसलाई चाहिँ तपाईँले कसरी समाधान गर्नुभयो? समस्या त सहभागीहरू नै रेगुलर नआउने अनि कुनैकोमा टाढो भएर होला त्यसमा पनि। अनि अहिले आफूले नै पढाइको बारेमा महत्त्व बुझ्दै आएपछि अहिले अलि रेगुलर आउन थालेको छ। अनि उहाँहरूको जीवनमा चाहिँ यो साक्षरता कक्षामा चाहिँ उहाँहरू आउन थाल्नुभएपछि चाहिँ के कस्ता परिवर्तनहरू चाहिँ उहाँहरूको जीवनमा आएका छन्? परिवर्तन त अब आउँदै नआएपछि त केही नबुझिन्छ, अब आएपछि एउटा न एउटा त बुझिहालेको छन्। धेरै नै कुराहरू परिवर्तन भएको छन्। आफूले सबै नेपाली अक्षरहरू चिनिन्छन्, प्राय इङ्ग्लिस नभए पनि नेपाली त प्राय सबैले चिनिन्छन्। आफूले के अरे पाठहरू पनि पढ्न सकिन्छ। बुढाहरूलाई स्कुल जानुपर्छ भने उनीहरूको भावना पनि बुझिन्छन्। क्यालकुलेटर चलाउन, मोबाइल चलाउन, दुईजनाले त नेपालीबाट एसएमएस पनि लेख्न सकिन्छन्। धेरै नै परिवर्तनहरू आइरहेको छन्। यस अनुग्रह सामुदायिक विकास नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।